나한테 homandeleya also सर्वप्रथम ana margo yarcho semo मार्गों season agenge को ग्रीष्मकालीन paso अर्थात kindu वर्ग ne मास को sembo de zuma namba dana शिक्षामा shingi ji peru ge shinya namba यसलाई dana shingi सञ्जालमा poti par सुनेर gyume हुने jimba pomo अनि yong बुच्चु zoboro ya बुच्चुनी त्यस्तै गरी ungam sawe simju shai केम्बो साथसाथै सबै ta de ne धर्मावलम्बीहरूमा yedo सुस्वास्थ्य new कामना zealand le साथसाथै हार्दिक ya यहाँ so अभिवादन टक्कै nyumani ba आउँदछु chade yore आज यस सालको अब ta de दोस्रो kaza चरण रहेको छ rome bi shiju दोस्रो दिन shuyo ba ta de ma मार्गौँ lobson thi को chotin ma shwa ba ग्रीष्मकालीन शिक्षा यो केही दिन अगाडि मैले चर्चा गरे जस्तै अ, 다 되는 로아메 अनुमति भएका 미시주지 10 슈에 10 급래야 आदर धर्मको विषयमा म 다 된세로 बताउन 디 चाहँदैछु 된세 यसको 마 मुख्य अब दुगु 10 बिस्ताए गुणहरू रहेका छन् अनि 된세 बजे 카시지 돈 마쇼고 요래 다 디는 가자 담보 겸저 지시 अनि 된게 정당 다나시 अनि यसको मुख्य 에 अब अ, यसको 겐두 सिलसिला कहाँदेखि आयो 겐좀 यसको प्रभाव के पर्यो हैन 제바사나 जस्तो रालो कि अब 끄두체 अनुमति नभएका 도 10 आदर धर्मको 지슈스베 विषयमा अनि सङ्घहरू अब कसरी 다들인들이야 अब भेला भएका थिए 시주 대 अब पाली다 त्यो 아니 मैले बताइसकेँ 렌주르 त्यस्तै गरी 대 두르지 10 आदर 지슈비야 धर्म अब 다나시 पालीमा अब कसरी अब भोटमा अब अनुवाद हुन पुगे भन्ने विषयमा 대 मैले 가라 슈비나 지당다 यसको विषय रहेको छ 시주디 त्यो मध्येमा पाली गन्두야 류아지보 말해 अब यो 10 आदर धर्म 아니 पाली 된지 र भोट 산윤데 벤두아다 पालीदेखि भोट 춘데 भाषामा 벤두아다 कसरी अनुवाद 카제 भयो भन्ने कुरामा त्यसको 벤두아다 अब चर्चा गर्न चाहँदैछु 안 다나 신기지 에 साथसाथै 류아미라 근데 카시지 धेरै 나로 어디고 विनयमा धेरै फरक 류아미라 रहेको छ 류아미라 카시지 나로 विभिन्न 어디 विनय 다이네 सरस्वतीवादको 상호 विनय 쇼고 쇼고 पालीको 디즈는다 विनय 쇼마네 मास 제자다 데리디 सङ्घीको 소디 विनयमा धेरै फरक को 네덴데베 विनयमा 류아다 धेरै फरक रहेको छ 아니 땅 알아서 비기나 봐 상기베게 다 अब अहिले मैले बताउनु 시탐지 पर्दाखेरि 유네 स्टाबिली र 지지 वर्गको निबुदा भा दूरछे स्कन्द मार्फत पेदुजी रहनेको जिजी शुगी विनयको ताना पिटक ताना जी बताउने शुयो क्रम बा जसरी ताइने दा बोर्डमा अनुवाद देवजी भएका कोर्स सर्वस्तिवादका विनयलाई सेबर त्योभित्र शिया राखिएको जिन कुराहरू दाले या ता नेतो स्पष्ट कसरी सिजी पार्ने जिन भनेर शिर शिना त्यसमा स्रोत सप्ताइसो गरेर म बताउन अनि जाँदैछु न्युदा तेले आङेले या पहिला म दि स्टाबी सिता र वर्गदेखि बताएको अनि यो नेदेन स्कन्दमा देवेगे फुंगु लेमा तेरे यो रोमे ग्रन्थ बिशी चाहिँ जुदि स्टाबी र वर्गको गुन्दिनु स्कन्द वर्गमा पर्ने मा योंदा रदि अनुमति नभएका 10 तंगो आधारहरूमा हासे के हो त रोवासा भन्दाखेरि ता दने निवा राखेको छ सोगी यहाँ रोवासा तने मा योंदे दुवा ता फिंगु सितम चाहिँ युने के दुवा त्यस्तै लोछि गरी अब छिन नाम भोटमा रदि रहेका यी दशवटा अनि मा रहेका छन् भोटमा खुरिमा अनुवाद मा भएका रदि सर्वस्तिवादका अनि नेदेन विनयमा देवे पनि दशवटा दुवा ता रहेका छन् पाली दुवा ता अब त्यस्तो तपाईँले युदा देख्न सक्नुहुन्छ यहाँ भोट तने भाषामा इंग्लिश ता लेखिएको छ ती खुरिम दि स्थाबीमा आला दि वर्गमा परेको यो अनि 10वटा यो अनुमति सितम चाहिँ नभएका 10 युने के आधार धर्म र भोट खुरिम खारिबा भोट आला द तेला भाषामा छिचिको अनुवाद भएको सर्वस्तिवादको यिनया विनय पीठ अनि अनुसार फरक के नादेंगी छ भन्ने यसमा अनि बताएको छ नेदेन देवे की शब्दमा दुवा ता थुम्बछि तलमाथि फरक छ समवे तर अर्थ ता एउटै देशे केलाउन मागु सकिन्छ सो नेदेन भन्ने की देवे जे छ मैले त्यही नै अति यसमा राखेको छु तपाईँले ठेसेवस देख्न ता सक्नुहुन्छ तेला फा दुइसे यो एकदम महत्त्वपूर्ण हो निवसोस मा शासा अब इजाजा भोटमा अंगितेन पछि देवे अनुवाद याता गरेको र पहिले अब फिंगु सितम चाहिँ स्थापित युने वर्गहरू के रोमै स्कन्द विशिजु वर्गभित्र खुरिम रहेको अब खारिबा ति खिंगे औरे 10 ता इनमा अनुमति खारिब नभएका दोले आधार मा धर्मको यसरी नेदेन राखेको बितेला छु देवे की रोमै उम्, विशिजु फा दुइसे मा क्वेशन तनिसे अब यो चाहिँ Tene da ti nani da भोटमा tene जति पनि अनुवाद ke भयो नि यो सबै ugu nani sumbe ki स्थविर shebe वर्गको tara sana स्कन्धमा पढ्ने जे rache थियो runga त्यही नै sadre स्रोत राखेर मैले लेखेको हुँ rache runga sade पहिलो kandise के छ स्थविर deshi shu वर्गको स्कन्धमा के छ भन्दाखेरि ane रचुन pali दुरुङ ki nduya अर्थात् na lo le ya सिङभित्र नुन राख्नु kariso la मिल्छ so भन्ने कुरा राखेको छ sa mebe kab le ya यो ane के यसको अर्थ के जान्छ ta भन्दाखेरि यो चाहिँ पाली sa mebe kab le ya पालीको pendo yo na विनय she पिटक do ane सूत्रभित्र kadare उल्लेख ji गरिएको छ sa te यो zo के हो त raje ki भन्दाखेरि na सिङभित्र नुन raje राख्न ki ne पाइन्छ raje le se अनुमति se छ na भन्ने ne कुरा के de हो de त na lo le be sonjo che na अब दुईले बेस छे नुन अनि चाहिँ पाउनु धेरै ठुबछे कठिन भएको थियो कारणले गर्दाखेरि नुनलाई राखन अनि धारण दु गर्नको लागि सिङभित्र तेल राख्न पाइ मिल्छ भन्ने किनकि स्थाने कुनै पनि ता कुराहरू तेलदार मिल्दैन या भन्ने कुरा हो त्यो खानेवसा बेला बट्टा भाँडा दुया नहुन्थ्यो नालोले नि त होइन चिराङ अब गेलो ति जुति अनि
पात रुखको पातमा राख्यो भने त्यो गिलेर जाने हुन्छ त्यो बेला के त्यो सिङभित्र अब दुलो हुन्छ त्यो भित्र नुनहरू चाहिँ राखन धर्म गर्न मिल्छ भन्ने कारणले आएको सिलसिला हो अब मुख्य यसको निष्कर्ष निचोड के हो त भन्दाखेरि भिक्षुहरूले आज खाना भोजन ग्रहण गए बिहान 12 बजे अगाडि भोजन गर्ने बापत बाँकी भयो खानाहरू चाहिँ राख्नु मिल्दैन किनकि बेलुका भोजन गर्नु मिल्दैन यदि बेलुका खाना खायो भने खाना आज भोजन पुरा भएन भोलिको लागि भरेको लागि राख्नु मिल्दैन यसलाई अब यो चाहिँ पतन हुन्छ भनेको तर पनि के हो त यो अलिकति नुन भनेको चाहिँ के हो त एकदम महत्त्वपूर्ण हो नुन जताततै पाउँदैन किनकि समुद्रदेखि ल्याउनु पर्ने हुन्छ एउटा व्यापारीदेखि त्यही कारण बिमार पनि पर्न सक्छ कहिलेकाहीँ रुगा खोकी लाग्न सक्छ त्यही नुनहरूलाई राखन धलन गर्यो भने नुन सिङको भाँडा बनाएर त्यहाँभित्र अब राखन धलन गर्न मिल्छ भनेको अनुमति दिएको रहेछ किन भन्दाखेरि नुन जताततै पाउँदैन जताततै नुन पाउँदैन जस्तो कि अब नेपालमा हेर्ने भने नुन पाउँदैन बाहिर ठाउँदेखि ल्याउनु पर्ने हुन्छ जस्तै अनेक देशहरू छन् त्यही कारणले गर्दाखेरि अब त्यो बेला सर्वस्तीमा अब भनौँ न वैशालीमा नुन नपाउने त होइन पाउने थियो तर पनि के हो त समय अनिकालहरू आउनु पर्ने धेरै सङ्कट आउने हुने हुँदाखेरि नुन राख्दैमा के फरक पर्दैन त्यही कारणले अनुमति मिल्छ भन्ने कुरा हो त्यही कारणले गर्दाखेरि यदि बुद्धको काली माइती बुद्ध हुनुभएको थियो भने यो नुन चाहिँ राखन गर्न मिल्छ है किनकि कुनै कुनै बेलामा नुन चाहिँ एकदम दबाईको रूपमा हामी प्रयोग गर्नुपर्ने हुँदाखेरि अनि कुनै बेलामा नुन नहुनु पनि सक्छ त्यही कारण नुन राखेमा केही फरक पर्दैन भने यदि बुद्ध कालमा पनि बुद्धले अनुमति र सहमति गराउँथे होला जस्तो मलाई लाग्छ किनकि भोजनको सट्टामा अब नुन खाएर टाढ्न मिल्दैन होइन नुन भनेको त के हो त एउटा आफूलाई कहिलेकाहीँ अब ज्वरो आउँछ कहिलेकाहीँ अब रुगा लाग्छ कहिलेकाहीँ घाँटी दुख्छ घाँटी कुल्ला गरेर नुनले सफा गर्नु पाएन त्यही कारणले एउटा दबाईको मार्फत यसलाई राखन धर्म गर्न मिल्छ होला मलाई जस्तै कि अब उदाहरण के हो त केही समयको लागि अब जीविका चलाउनको लागि राखेको दबाई जस्तो हो कारणले भएकोले नुनलाई पनि अब सिङभित्र राख्नु मिल्छ जस्तो लाग्छ त्यही कारण यसलाई नुन सिङभित्र नुनको राखन धर्म गर्नु मिल्छ है अनुमति छ भन्दा पहिलो बाटो हो हामीले नुन छैन भने हाम्रो जिउ लाटो हुने हुन्छ नुन जसरी पनि चाहिन्छ त्यही कारण त्यो बेला नुनभित्र भोजनहरू बेलुका राख्नु नमिले पनि नुनहरू चाहिँ राख्नु मिल्छ भन्ने कुरा हो यो पहिलो के रहेछ भन्दाखेरि सिङभित्र नुन चाहिँ राख्नु मिल्छ अनुमति छ अब दोस्रो भाव के रहेछ भन्दाखेरि स्थवीर वर्गको स्कन्धमा पर्ने दुलो विनयमा पर्ने सोर्मो निगी रुवा अब यो के हो त भन्दाखेरि यो भोटमा अनुवाद भएको सर्वस्तिवादको विनयमा नि यसमा चाहिँ अलिकता तलमाथि क्रमबद्ध अलिकता मिलेको छैन सर्वस्तिवादको विनय पिटो गर्नुपर्छ यो दुई वित्तले लिनु मिल्छ दुई वित्तले अब त्यसलाई पालन गर्नु मिल्छ भन्ने कुरा र यो चाहिँ स्थवीरको चाहिँ दोस्रो चरणमा राखेको छ भने भोटको अनुवाद अनुसार सर्वस्तिवादको विनय पिटाउन अनुसार चाहिँ छैटौँ नम्बर राखेको छ अब त्यो बेला अहिले जस्तो घडी छैन नि होइन घडी छैन अब त्यो बेला के हो त भन्दाखेरि अब घडी कति बज्यो कति समय पर्यो त भन्दाखेरि अब त्यो बेला अब भनौँ न हामीले अब जस्तो कि अब एक बित्ता दुई बित्ता भनौँ न एक बित्ता दुई बित्ता नाप तौले ल समयको पार यति भइसक्यो घामको अहिले यति आयो ल हामीले नाप दुई बित्ता तिन बित्ता भनेपछि नाप्दो रहेछ पहिला अब घडी थिएन त्यो बेला त्यही कारणले अब यो चाहिँ के हो त दुई बित्ताले अब हामीले लिनु मिल्छ के हो त साँझ परिसकेपछि जस्तो कि समय दुई बित्ता नागिसक्यो भने अब खाना खानु चाहिँ मिल्दैन है भन्ने कुरा चाहिँ त्यही कारणले गर्दाखेरि अब के हो त कहिलेकाहीँ अब बिमार पनि हुन सक्छ नि त्यही कारणले गर्दाखेरि एकदम साह्रो गाह्रो भएको बेला जिउ एकदम कमजोर भएको बेला खाना खानु मिल्छ है भन्ने कुनै अलिकता
야 ठुलो पार्न 빨리 खोजेकोले कारणले 뉴어는 गर्दाखेरि यो चाहिँ 순간은 또 अनि यो 저기요 빨리 뉴어도 또 राखेको हो 지우고 토네 드시 경고 봐 अब 이내 पाली 등기 참지 विनय 등기 अनुसार चाहिँ 배 के हो त 나와라야 समय 얼마나 अनुसार राखेको छ 마세베 사와다 저 소문이 제비 समय अनुसार 쇠비 राखेको छ तर 소문이 भोलको सर्वश्रेष्ठ 그런 विनय 제도 수응하러 अनुसार चाहिँ के हो त खाना 다티 जति 고라기 अहिले 띠시 खायो 되는 बाँकी 진짜 भएको कुरा चाहिँ अब हामी राख्नु मिल्दैन अरूलाई गेलोंकी दिने हो त्यो आफूले प्रयोग गर्नु पाउँदैन भन्ने 다 कुरामा भोजनमा 나도 छुटाएको छ 셀라로 एउटालाई समयमा 쳔바 छुटाएको छ एउटालाई भोजनलाई 셀라체 छुटाएको छ 쳔다 나 저거 야송 다 서리 민세세 에 जस्तो कि 라비 म अब 제베야 मैले एने से खाना थांग खाइसकेर मलाई पेट थांग भरिसक्यो से अब म खाना खाँदिनँ सुंगुदो भन्ने कुरा चाहिँ 드레 अब 루치다 건베 फेरि पेट 나라고 भरिसक्यो अब योभन्दा माथि चाहिँ म खाँदैन 진다로 भने त्यो 겐데 अनुसार नापतोल गरेको छ 최대 샴베 यो बोर्डको अब 급이야 सर्वश्रेष्ठवादको एने अब विनय अनुसार होइन गेलोंकी पालीको 다 विनयमा चाहिँ हो 셀라체 사베 एउटा साँझ 제베야 पख दुई एने बित्ता अब 데레 उता 야랑 अर्थात् 사비 घामहरू 셀라체 अस्ताइसकेको छ 사베체 त्यो बेला अब खाना एने चाहिँ खानु हुँदैन 디다메야 भन्ने एने कुरा अब भनौँ न 슈세기 슈덴 토네 야랑 बताएको छ 사베리나 एने 디젤야 अन्त एउटाले समयको 진다로 नापतोल गरे 세사와 एउटा चाहिँ भोजनको 신도로서 नापतोल गरे 가르키 भनेपछि अब 위에냐 다 भोज र 사초요 सर्वश्रेष्ठवाद र 사초요 इष्टविराको अब 말라다 드레 विनयमा फेरि 예 बेसी फरक 산삼 रहेको छ 샤차리 다 성이 사체도 여기 라비나야 된 적이 말에 냐비나 जस्तो कि अब 소르지 भनौँ न 고마로 सर्वश्रेष्ठवादले चाहिँ आज 드레 मैले 인도 खाना खाइसकेँ पेट भर्यो 다 अब आज 뮤트니 म 사초요 खाँदिनँ 마 अब 성이 मैले 세주 अलिकति 쳔베 बाँकी भएको छ 야초요 यो चाहिँ म भोलि खान्छु भन्नु त्यसलाई 이내야 राख्नु 다 मिल्दैन भनेको छ 근데 제비나 땅에 가르쳐요 알았잖아 빼나 다 당기 셀라처 사이에나 단동 지다들 अब 주기야 지다 अर्को के हो त भन्दाखेरि अब 셀라 피규모로 되죠 यसमा चाहिँ अब जस्तो कि 지주 셀라 कुनै कुनै बेला खाना बाँकी भएको 피규모로 बेलामा के गर्ने त 나나칼라 भिक्षुहरू छ भने 세사리다 사람 अब 저거 말해 실라비나 त्यसमा चाहिँ 에네 지다 디주 근데 로감 미투바다 에네 지다 디주 अब 소라 खाना निकै अब बाँकी नै भयो अब दानदाताले त खाना दान गर्यो अब त्यो खाना त्यतिखेर फालेको दानदाताहरूमा अब एकदम नराम्रो अब विचारहरू आउँछ कस्तो भिक्षुहरूले दान गरे तर उहाँहरूले अब आदि खाए आदि फालेर गयो भने नाना भनाबैरीहरू हुने हुँदाखेरि पापमा लगत भन्नाले गर्दाखेरि अब भिक्षुहरूले त्यो बेला के एउटा उपायहरू गरेछ त भन्दाखेरि अब बाँकी अब खाना त खाइसक्यो पेट भर्यो तर बाँकी भएको खाना चाहिँ के हो त जसले अब खाना खाएको छैन जुन बाँकी भएको खाना कुन भिक्षुले खाना खानु बाँकी छ उनीहरूलाई खोजी खोजी अब बाँडेर बाँधिदिनुपर्छ उनीहरूलाई दिनुपर्छ यसरी गऱ्यो भने मिल्छ भनेर अब भनेको भनौँ न अब खाना खाइसकेपछि एउटा बन्दना गर्नुपर्ने हुन्छ तर त्यो बन्दना सकेपछि खाना खानु मिल्दैन तर खाना त बाँकी भयो त्यो के गर्ने बाँकी भएको खाना चाहिँ जुन भोजन ग्रहण नगरेको भिक्षुहरूलाई खोजेर अनि भिक्षुहरूलाई दियो भने मिल्छ भनेको तर यो एकदम त्यो त समस्याको कुरा हो कहाँ खोज्नु जाने एकै ठाउँ भयो त बेग्लै कुरा बेग्लै बेग्लै ठाउँमा अब खाना बोकेर अब त्यो गनाउनु सक्छ घामको अब त्यो बेला भारतवर्षको कुरा भारत भएको कुरा हो होइन टाढो बाटोबाट कहिले कहिले भिक्षु भेट्नु पनि सक्छ कहिले भेट्नु पनि सक्दैन अनि त्यो धेरै समस्याको कुरा हो त्यही कारणले गर्दाखेरि अनि अब स्वर्म हिरो दुई बत्ताले हुन्छ भने के हो त यसले के बताउँछ भन्दाखेरि अब अब भारतमा चाहिँ पहिला अहिले पनि खाना खाँदाखेरि हातले चम्चाको प्रयोग गर्दैन नि अब दुई अम्ला भनौँ न अब दुई बित्तीहरू दुई अम्लाले खाना खानुपर्छ भनेपछि यो यसको अर्थ चाहिँ केमा लागेको स्पष्ट मैले बुझेको छु अब मेरो विचारमा अलिकति त्यही कारणले गर्दाखेरि अब खाना खाँदाखेरि अब एक अम्लाले खाना खान सक्छ दुई अम्ला चाहिन्छ नि त के नभए त्यही कारणले गर्दाखेरि किन भन्दाखेरि अब के त बुढी अम्ला चाहियो कि त नभए चोर अम्ला चाहियो बिचो अम्ला चाहियो नि त होइन खाना खाँदाखेरि त्यही कारणले गर्दाखेरि हामीले अब सधैँ नै खाना खाँदाखेरि सबै अम्लाहरू सबै डुबाएर मुसी मुसी हालेर खान्छौँ त होइन एकदम धेरै विस्तारको खाना हो अब खाना अब धेरै बाँकी भयो भने बेलुका के हो त दुई अम्लाले जति आउँछ त्यति खान चाहिँ मिल्छ भन्ने कुरा पनि बुझेछ यसले बुझाउँदो रहेछ भनौँ न मलाई अब खाना बाँकी भएको छ गुरुले अब खाना फालेको भएको छ त्यही कारण मलाई अनुमति दिनुभयो त्यही कारण मैले धेरै नखाएको दुई अम्लाले जति आउँछ मैले अब सबै अम्ला 5-वटा अम्ला मैले प्रयोग नगरेर 2टा अम्ला मैले प्रयोग गरेर अनि खानेछु भनेर यसरी अब मिल्छ भन्ने कारणले चाहिँ यसलाई दुई अम्लाले ग्रहण गर्नु अनुमति भन्ने कुरा यस्तो रहेछ
यस्तो लेबेगिना अब अनि उपायले चाहिँ अब भोजन गर्यो भने मिल्छ होला किनकि अब यो अलिकता फराकिलो खुकुलो पार्नको लागि मात्रै गरेको छ अन्त अब समय अनुसार कहिलेकाहीँ दिउँसो हिँड्दा हिँड्दा भोजन गर्ने समय पाउँदैन नि त दिउँसो नगरेका बेलुका त भोजन हुँदैन त्यही कारण त्यही अब कहिलेकाहीँ त्यही दिउँसोको भोजन चाहिँ बेलुका खानुपर्ने हुन्छ होइन बेलुका पायो भने त्यही अनुसारको कुरा बताएको अलिकता फराकिलो खुकुलो हिसाबले अब अब तेस्रो नम्बर ढङ्ग चेपे रुवा भनेको के हो त त्यो चाहिँ अरू बस्तीमा गयो भने खाना खानु मिल्छ भन्ने कुरा हो अब सर्वस्तीवादमा विनय अनुसार चाहिँ पाउँदै नहुनु पर्दछ अब बाटोमा जाँदाखेरि मिल्छ भन्ने कुरा हो अर्थात् यो के हो त भन्दाखेरि जस्तै कि पहिला भिक्षुहरू एउटा बिहारभित्र आएको हुन्छन् बिहारभित्र गएर भोजन गरिसकेर कतै मान्छेले आह्वान बाहिर स्वागत गर्यो भने बाहिर जाँदाखेरि कुनै दानदाताहरूले भोजन चढायो भने अब आफै ठाउँ बेग्लै भयो त पहिला अब बिहारमा त्यो पछि कुनै मान्छेले स्वागत अर्को ठाउँमा जाँदाखेरि अब ठाउँ सारेको हुँदाखेरि भोजनहरू गर्नु मिल्छ भन्ने कुरा हो अर्को कुरा के हो त भन्दाखेरि कुनै बस्ती भागको अन्तिम प्रान्तमा अर्थात् कुनै जङ्गलभित्र गएर अब कुनै मान्छेले अब खाना दियो भने अब त्यो बेला खानु मिल्छ भन्ने कुरा हो भनौँ न एउटा बिहारदेखि अर्को ठाउँमा जानुको लागि धेरै उकालो ओह्रालो तेर्सो धेरै कष्ट हुन्छ नि त त्यस्तो हुने कष्ट भएपछि अर्को ठाउँमा भोक प्यास लागेको प्रवचन गर्नु सक्दैन त्यो बेला एउटा दबाईको रूपमा आफूले कुनै मान्छेले फेरि बेलुका साँझ पका भोजन दियो भने ग्रहण गरेमा केही फरक पर्दैन किनकि यो पहिलो बिहार र अहिले आएको ठाउँ बेग्लै हो भन्ने कुरा हो किन भन्दाखेरि स्थान बेग्लै भयो नि त आफू बसेको बिहारमा भोजन गरेको स्थान र अहिले कुनै मान्छे स्वागत गर्दाखेरि अब पुग्ने गन्तव्यमा पुग्ने स्थान बेग्लै भयो अनि अर्को ठाउँमा भोजन गर्दा पनि केही फरक पर्दैन भन्ने कुरा हो अब आदर धर्ममा चारौँ आदरको धर्म चाहिँ के हो त नेगिरुवा स्थानलाई अब स्थानमा प्रयोग गर्नु मिल्छ भनेको छ यसमा जस्तो कि यसमा नेगिरुवा भनेको चाहिँ अब स्थानलाई प्रयोग गर्नु मिल्छ भनेको तर यो सर्वस्तीवाद अनुसार चाहिँ के हो त अलल हुन्छ भन्ने कुरा सूचित दिएको रहेछ जस्तो कि अब पालीमा के भनेको छ भन्दाखेरि एउटा बाउन्ड्री अर्थात् एउटा सीमाभित्र चाहिँ बसिसकेपछि के हो त अनि उपसर्ग अर्थात् व्रत भनौँ उपसर्गहरू चाहिँ अब गर्नु मिल्दछ त्यसरी गर्नु मिल्छ भनेको छ जसरी पनि गर्नु हुन्छ एक ठाउँमा भएको भिक्षुहरूलाई चाहिँ एकदल भएर त्योभित्र उपस्थित गर्नु अवश्य मिल्छ भनेको छ तर सर्वस्तीवादमा चाहिँ के हो त अवश्य नै किन हुँदैन र एक ठाउँमा छ भने सबै भिक्षुहरू सबै भेला भएर उपस्थित गर्नुपर्छ अति उत्तम हो अब भोटको चीनको अब अनुवाद अनुसार चीन भाषामा चाहिँ के सेङ्तो भयो भन्छ होइन अत्यन्त प्रसन्न मानेर यो चाहिँ हुन्छ अर्थ गरेर हुन्छ भनेर अब खुसी व्यक्त गरेको छ यसमा अब भिक्षुहरू बस्ने एउटा आवास भन्छ आवास निवास आवास भने जस्तै आवास एउटा आनन्द ठाउँ होइन जस्तै कि एउटा बगैँचा जस्तो अब जस्तो कि अब एउटा बाउन्ड्री एउटा सीमालाई अब ओगटेर त्यो सीमादेखि बाहिर जान पाउँदैन बास बस्दाखेरि यो सीमा हो भने सीमा ओगटेको सीमा तोकेको यसलाई छङ भनिन्छ यसलाई अब एउटा सीमाभित्र होइन अब भनौँ न एक भाग दुई भाग तेस्रो क्षेत्र पहिलो क्षेत्र दोस्रो क्षेत्रमा छुट्याएको हुन्छ नि त भनौँ न अब एउटा सीमाभित्र धेरै क्षेत्रहरू छुट्याएको हुन्छ त्यही कारणले यो आवासभित्र जस्तै कि एउटा आवासभित्र अब चारवटा क्षेत्र छुट्याएको छ भने त्यो क्षेत्र भएमा अब धेरै ठाउँमा अब पहिलो दोस्रो तेस्रो चौधो अब क्षेत्रमा अब चार क्षेत्रमा रहेको छ भने
अब यसलाई के भनिन्छ भन्दाखेरि सक्यो भने अब सबै क्षेत्रको भेला भएर अब उपसद गर्ने हो त्योभित्र होइन व्रत गर्ने हो अब त्योभित्र चाहिँ अब यदि मिलेन भने अब एउटै प्रान्तमा भएको एउटै क्षेत्रमा आवास भित्र भएको हुँदाखेरि त्यसलाई चाहिँ 4 भागमा विभाजन भएको क्षेत्र भनिन्छ हो त्यो चाहिँ आफ्नै ठाउँमा उपसद गर्दाखेरि पनि केही फरक पर्दैन भनिन्छ यसलाई के भनिन्छ भन्दाखेरि अब अद्भुत दिशा समूह भनिन्छ यसले चाहिँ इच्छा मिलेको आफ्नो इच्छा अर्थात् एउटै विचार भएको के हो त भिक्षु अर्थात् सङ्घ भनिन्छ हो हाम्रो एउटा आवासभित्र 4वटा क्षेत्र छुट्याएको छ त्यो 4वटा क्षेत्रमा अब हामीले मिलेर अब उपसद गर्ने हो भनेर एउटै भएको हुँदाखेरि यसलाई मिल्छ भनेको हो अब भनौँ न 4वटा क्षेत्रमा धेरै धेरै अलिकति टाढै छ 4 किलोमिटर 5 किलोमिटर धेरै टाढो भएको छ भने अब उपसद गर्नु जाँदाखेरि टाइम त त्यतिखेर हुन्छ नि त 4 किलोमिटर यहाँ त होइन करिबन केही नभए पनि आफूलाई अब 15-20 मिनट त लाग्छ अब स्तरतिर अब भनौँ न कोहीले अब 5 किलोमिटरसम्म झन्डै 1 घन्टा पनि लाग्छ अब भिक्षु पनि हुनसक्छ त्यो बेला होइन त्यही कारणले धेरै गाह्रो छ त्यही कारणले एउटा आवासभित्र 4वटा क्षेत्र छ आफ्नै क्षेत्रमा उपसद गर्नु मिल्छ एउटै क्षेत्रमा भेला भएर उपसद नगरे पनि के फरक छैन है भनेर यसरी अलिकति खुबुलो पारेको छ त्यो बेला त्यो मिल्छ है भन्ने कुरा पनि यसमा रहेको रहेछ अब यसमा एउटा दोष के छ त भन्दाखेरि अब यसमा अब आफ्नो क्षेत्रमा आफ्नो ठाउँमा उपस्थित गर्ने एकै ठाउँमा भेला भएन भने यसमा दोष के छ भन्दाखेरि अनि अलिकति अल्छी हुने हामी नभए नै हुन्छ नि हाम्रै पाराले गरौँ न एकछिनमा चाहिँ गरौँला नि यो उपस्थित भनेको होइन उहाँहरूले आफ्नै पाराले गर्नु समय गरौँ न अलिकति समय भने लेट हुने अलिकति अल्छीपन हुने हुँदाखेरि त्यो अलिकति सिलहरू दूषित हुने अर्थात् कुनै पतन हुने खतरा भएकोले त्यो चाहिँ अलिकति अल्छीपन जस्तो देख्ने हुँदाखेरि यसलाई चाहिँ रोक्का गरेको पनि भइसक्यो त्यही कारणले चाहिँ आफ्नै अब निकायमा राखिएको विनयको शिलाको गर्ने तौर तरिका रहेछ अहिले के हो त हामीले कुरा गर्छ जति पनि विनयको कुराहरू छ नि त्यो चाहिँ सबै निकायहरू वर्गीकरण भइसकेको विभाजित भइसकेको पछि निष्कर्षमा तुलिएको विनयको कुरा गर्दैछ बुद्धको जुन अब बुद्धको कालीनमा र यो 4वटा निकायहरू नछुटेको विभाजित नभएको अगाडिको विनय पिटकको शिलाहरू अहिले केही पनि हामी देख्छौँ यो त पछि कोही त सर्वस्तिवाददेखि आयो कोही अब स्थवीय वर्गदेखि आयो कोही अब महासङ्घिकादेखि आयो होइन कुनै अब बेग्लै ठाउँदेखि आएको 4वटा निकायदेखि आएको तर विनय पिटकको विशेष गरी सबै अब भोरमा व्यापक भएपछि सर्वस्तिवाददेखि सर्वस्तिवादको विनयलाई मानिन्छ त्यस्तै गरी अब अब एउटै अब सीमाभित्र भएको कुरा धेरै अब क्षेत्र रहेको छ नि त होइन त्यो र अब धेरै अब समयको अब धेरै अब टाढो टाढो भएको हुँदाखेरि खास गरी पहिलो समयमा अब जसरी भए पनि भेला हुनै पर्दैन जति ठुलो क्षेत्र भए पनि एउटा समय तोकेको रहेछ त्यो बेला भेला हुनै पर्ने रहेछ तर अब के भन्दा पछि गएर 18 जना निकायहरू छुट्यो त्यो बेला चाहिँ के भयो अनि पछि गएर त्यो परिवर्तन हुँदै हुँदै भेला नभएन हुन्छ धेरै टाढो भयो 10 किलोमिटर टाढो छ 15 किलोमिटर टाढो छ यो हुँदैन तर आफ्नै ठाउँमा गरौँ भनेर आफ्नै ठाउँमा भेला भएर अब यसरी उपसदहरू फैलिँदै गएर अहिले यस्तो भएको हो भन्ने भन्नुपर्दछ अब 5 नम्बरमा पनि अनि स्थगितको अब अनुमोदन गर्नु मिल्छ भने 5 नम्बर पर्दछ भने सर्वस्तिवादमा चाहिँ दोस्रो नम्बर पर्ने रहेछ यो अनुमोदन गर्नु मिल्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ कस्तो बुझिन्छ त भन्दाखेरि पालीको विनय अनुसार चाहिँ सङ्घहरूले अब जस्तै कर्मकाण्ड भनौँ न जस्तै कि उपसदलाई सफा पार्ने कर्महरू गर्छ शुद्धिकरण गर्ने यो कर्मकाण्ड गर्दाखेरि
लेगी शौक अब दिंदे त्यही भएर के चेबा हो त सबै इंसे सङ्घहरू चाहिँ सबै क्षेत्रबाट 텔레안 भेला भयो भने चाहिँ के हो त 나와나로랑 अब 실제 수업 피샤는 드그레스 अब 아직 हामीले चाहिँ अब 드레르 उपस्थित गर्नुको लागि आज्ञा 지금 दिनुहोस् भन्दाखेरि त्यसलाई चाहिँ अब 다 यो चाहिँ मिल्छ 뒤든다데 भने 그래서나 त्यसको अर्थ 뒤든다데 के हो त 다 भन्दाखेरि 내질이야 타제베 된다 되르와 당원에 세나 조디 참지근나는 예배기다 근류 탐진 좀chen यो एउटा बाउन्ड्री एउटा एरियाभित्र एउटा क्षेत्रभित्र परेको कुरा हो 내 소소를 이해돼봐 참지근나는 내 खास 소소 예배지 내 망부 अब एउटै ठाउँ भएको त भन्नु पर्दैन अब सबै क्षेत्रदेखि आएको हुने हो धेरै टाढोदेखि अब उपसकको शिल शुद्ध पार्नको लागि आएको हुने भन्दाखेरि 방아소스 타지 이내야다 제레야 참지의 예배기 긴딘 탐진 좀베기 고급 충배 거돌래야 안에 마준들이 제압이 이제 캡다체 안 텔레 안 나와 나로나 세제 도스 쇼아피 अब के हो त भन्दाखेरि अब सबै सधैँ त अब भेला हुन सक्दैन तर एकचोटि भेला भएको बेलामा अब के हो त एउटा सूचना छरेको जस्तो अब हामी यसो परिकारले यसो भएर टाढो धेरै भयो अब हामीलाई चाहिँ उपस्थिति हाम्रै ठाउँमा गर्नु एउटा आदेश दिनु होला आज्ञा दिनु होला भनेर सबैजनाले अब सहमति भएर अब हुन्छ भन्दा यसमा म पर्सनल छु भनेर अब बताउनुलाई चाहिँ के हो त अनुमतिको अब अनुमति भएको अनुमोदन गरेर अनुमति गरेको भन्ने बुझिन्छ 타지 죄두 긴딘 탐지 죄두 타제고 가라이나 대바 타제 아니 제마 긴딘 탐지야 정말 그 고급으로 준비하도록 아주들이 이제 타제비 아주들이 제비 인세지 반년상 아니 अब अहिले के बुझिन्छ त भन्दाखेरि 다 대하고 된대지기 가로 사다를 뭐 अब समय अनुसार धेरै टाढो भएकोले समय अनुसार धेरै टाढो भएकोले अब आउन नसक्ने भन्दाखेरि अब हामी आउन सकेन है अब खास त हामीले उपस्थित गर्नै पर्दछ तर पनि के हो त धेरै टाढो भएकोले अब हामीले आफ्नो ठाउँमा उपस्थित गर्नुको लागि आज्ञा दिनुहोस् अनुमति दिनुहोस् भनेर बताएको अब 6औं नम्बर जाँदैछु म 6औं नम्बरमा के रहेको भन्दाखेरि अब बानीले गर्दाखेरि पनि मिल्छ भन्ने कुरा हो मिलेको भनेको कुनै आफ्नो बानीहरू छ भने त्यसलाई चाहिँ मिल्छ भनेको हो अब सर्वस्तिवादमा तेस्रो भएको रहेछ सधैँ नै अब यसलाई उपाय गरेर मिल्छ भन्ने कुरा हो यसको अर्थ के हो भन्दाखेरि पाली विनय अनुसार चाहिँ अब जस्तो कि अब खेम्बो उपदय जुन अब शिला प्रदान गर्ने खेम्बो 제다로 간데 제도와 다는 अब 소수기다지 अब आफ्नो गुरुले उपदयले कसरी अब शिला प्रदान गर्छ कसरी दिन्छ अब शिला प्रदान गर्ने अब आचार्यहरू हुन्छन् अब त्यस्तै गरेर अब अब जस्तो गुरुहरूले अब आफ्नो गुरुहरूले अब शिल दिने परिपक्व मिलाएको छ त्यसरी नै आफूले जानुपर्छ त अब पालीले उत्तर के दिएको छ भन्दाखेरि पाली विनय अनुसार गुरुले जस्तो गर्यो पछि चेला त्यस्तै गर्नुपर्छ भनेर हुन्छ भनेर अब भनेको छ कसैले चाहिँ मिल्छ भनेको छ कसैले अब त्यति मिल्दैन भने विभिन्न कुराहरू बताएको छ यसमा के त त्यसमा खास के बताएको छ भन्दाखेरि बुद्धले वरदान भएको विनयसँग मिल्छ भने मिल्छ बुद्धले वरदान विनयसँग मिल्दैन अब सर्वस्तिवादको अब लुङठिन्छ भन्ने एउटा विनयभित्र के छ भन्दाखेरि 제바다 제비나 르먼디사르 소요마 조 사고신 꼬르 죽바 विशेष गरी यसमा 룸남스 제제 랑기 에네베 사고 아니 미신다라 사고도 주비나 아니 드그레베사 아르지 त्यो चाहिँ अब यदि भिक्षुहरू भएर पनि आफूले भुइँ कोटाउने कोदालो खाने कुटेले बारी खाने चाहिँ अब पतन हुनेमा शिर दूषित हुनेमा जान्छ पतन हुनेमा जान्छ यो चाहिँ अब गर्न मिल्दैन भनेर अब यो सर्वस्तिवादले अलिकति बेग्लो बताएको छ 나로래야 뒤주 대순 뭐 싹고의 동지다 데네 यो चाहिँ अब त्यस तिरतर अङ्कमा पर्ने यो चाहिँ पतन हुने दोष लाग्छ त्यही कारणले यो कोदालोहरू खन्नु मिल्दैन भनेर राखेको छ यो अब बानी भनौँ न अब बानीले गर्दा हुन्छ र सधैँ नै अब गर्न मिल्छ भने चाहिँ अलिकति फरक रहेको छ एउटा नजरले चाहिँ घुमेको भने चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि एक नजरले हेर्ने भने एउटा अब अहिले के हो त यस्तो नजरले हेर्नु भने अब जुन बारी खाने कुरा गरौँ पहिला अब घेलो एउटा भिक्षु भएर पहिला आफ्नो गुरुहरूले बारी खाने गर्थ्यो होला किनकि दबाईको लागि औषधिको लागि
विविध अब भनौँ न त्यो बेला अब मठ मन्दिर बन्नुको लागि पनि अब छेउकुना भित्ताहरू खन्ने गर्ने भन्ने गरे गर्दै होला अब के होला र जुन शिला प्रदान गर्ने आचार्य उपाध्यायले अब भनौँ न कुनै बुद्धको मूर्तिहरू अब राख्नको लागि कुनै अब खन्ने गर्ने थियो भने त्यो अब त्यो सिलसिला गर्दाखेरि पछि गएर हामीले बारी खन्न मिल्छ कुनै मुनिहरू कुटीले खतल्न मिल्छ किनकि मेरो गुरुहरूले पहिला मन्दिर बनाउँदाखेरि एउटा बिहार बनाउँदाखेरि कुटीले खनेको थियो त्यो कारण हामी यो मिल्छ किन मिल्दैन यो हामीले गर्न मिल्छ यो पहिल्यैदेखि आएको प्रक्रिया भनौँ न प्रक्रियाहरू हो मेरो गुरुहरूले गरेको थियो भन्ने कुरामा अब एउटा हाम्रो बानी नै बसेको छ यसरी गुरुहरूले गरेको छ त्यही कारण यसलाई चाहिँ मिल्छ भन्ने कुरा दुवैमा मेलजुल गऱ्यो भने मिल्छ कि यही कुरामा जोडेन भने अर्को हो भने चाहिँ अर्थ चाहिँ फेरि लेभल हुन्छ 세로송도 왔잖아. 캠프 간대지 쉐비나 데 캠프 가르쳐네. अब यसमा चाहिँ अब त्यति स्पष्ट बोलिएको छैन 딱 캠프기 त्यही कारणले गुरुले जस्तो गरी त्यही चेलालाई गर्नुपर्ने छ भन्ने छैन पहिलाको समय र अहिलेको समयमा धेरै फरक आएको छ धेरै परिवर्तन भयो त्यही कारणले पहिला गुरुले अब केही म बिहारको लागि अब अलिकता केही अवस्था पऱ्यो त्यो बेला खान्यो पछि गएर चेलाहरूले अब गुरुले जस्तै गर्नु पर्दैन बिहार गर्नु पर्ने धेरै अब दबाईहरू गर्नु पर्ने अनेक कुरा गर्नु पर्दैन फरक पनि हुन सक्छ त्यही कारणले मेरो विचारमा यसरी कुनै भुइँ खन्नेमा कोट्याउने खतल्नेमा जोडेको हो कि जस्तो मलाई लाग्छ अब 7औं नम्बरमा अब धार्मिक रुमुवा भनेको छ दुध महीहरू आफूले ग्रहण गर्न मिल्छ भन्ने अब यो स्टाबिलको विधान बताएको छ अब सर्वस्तिवादमा चाहिँ के लेखेको छ भन्दाखेरि अब निष्काम गरेर ग्रहण गर्न मिल्छ भनेर अब 8औं नम्बरमा रहेको रहेछ क्रमबद्ध अलिकति बेग्लै छ एउटाले 7 नम्बर एउटाले 8 नम्बरमा क्रमबद्ध बेग्लै छ तर अर्थ एउटै रहेको छ यो के हो त भन्दाखेरि अब पालीको विनय पिटक अनुसार चाहिँ अब दहीहरू ग्रहण गर्नु मिल्छ अनुमति छ भने के हो त भन्दाखेरि जस्तो कि अब खाना खाने बेलामा भोजन गर्ने बेलामा अर्थात् कुनै बेलामा होइन नजामेको दुध जुन दहीहरूलाई दुध जानु पर्यो नि त नजामेको दुध चाहिँ अनि पिउनु मिल्छ अब के हो त अर्को विनय अनुसार चाहिँ के हो त घिउ मह सक्खर आदि मिलाएर जुन दुधहरू चाहिँ अब खानु मिल्छ भन्ने कुरा रहेछ नभए के हो त जुन अब बिटुङको भनौँ न बेलुकाको समयमा के हो त हामीले सिधै दहीहरू नखाएर दहीमा पानी मिसाएर खाँदाखेरि अब बेलुका पिउनु पनि मिल्छ है भन्ने कुरा छ त्यसरी विनय पिटक अनुसार होइन चाहे दुध किन नहोस् चाहे दही किन नहोस् अब सबै यो त्योभित्र मह मिसाएर अब बेलुका खायो भने दबाईको रूपमा खायो भने बेलुका खायो भने दिउँसो खायो भने यो चाहिँ मिल्छ भन्ने कुरा छ Ane tu mai bala lonchena digre mare saate duwe nalola phaji sebo ruchi yusamare. Ti sebo me sane yamba chembe. अनि राति पनि खानु मिल्छ त यो सबै मिलाएर यसको विषयमा स्पष्ट गरेको छैन. Pena puram gichu desuta puram desu samsam yang ko tu mai bala sena digar bu yonde gidwa. Cheza ta पेना जस्तै उदाहरणको लागि हामीले बिटुङमा बेलुको साँझतिर हामीले चाहे अब भनौँ न दहीमा पानी हालेर घोलेर त्यसमा अब जस्तो कि धेरै अमिलो भएको खण्डमा होइन त्यसमा पानी हालेर अनि चिनी हालेर सक्खर हालेर खाँदा पिउँदाखेरि केही फरक पर्दैन होला जस्तो लाग्छ किनभने त्यो खानाको रूपमा त होइन नि त होइन अब त्यो अलिकति खुल्ला पार्नुको हिसाबले यो त दुध दही हो त्यसमा चिनी हालेर गुलियो पारेर पानी जसरी खानु पिउँदाखेरि के फरक पर्दैन मलाई लाग्छ अब 8औं नम्बरमा आयो अब झालो के रुवा भनेको छ अब यो चाहिँ के हो त यो पाली भाषा हो
평균 시탐지 यो 유엔에 सर्वस्तिवादको 네베로사데 अनुसार हो 지부 अब 지부시면 로삼트 सर्वस्तिवादको चाहिँ के हो त बिरामीले 텔레 슬라비난 अनुमति बिरामीले यो गर्न अनुमति छ भन्ने कुरा अब बताएको छ एउटाको 8 नम्बर एउटाको 7 नम्बर पर्दो रहेछ 조다 창기 소르지 그래도와 जस्तो कि यसलाई के गर्दा एउटा 신 달라요 여러분 신 달래기 अब यो चाहिँ एउटा जाँच जस्तो कुरा आएको छ यहाँ 코에 소르지도 신기 찌르 코안으로 까버지 언니도와 텔레야 파이마자 जस्तो कि हामीले 그다데 가르잖아 एउटा नर्मल जुन नर्मल पनि कुनै जाँच जस्तो हुन्छ नि त मात लाग्ने यसमा मात हुने त्यो पिउनु मिल्छ कि मिल्दैन अब जुन अब जाँडको एउटा स्रोत अब त्यसमा कुनै अब जाँडको शक्ति नबनेको अलिक कलिलो बेला पिउँदाखेरि केही फरक पर्दैन यदि जाँड बनिसक्यो भने पिउनु मिल्दैन भन्ने कुरा हो अब यो पालीको विनय अनुसार चाहिँ अब यसलाई अब जाँडलाई चाहिँ सुर भन्दछ अब यो जुन अब जाँड भनौँ न माजा अब पुरै जाँड नबनेको आदि मात्रै अब जाँड बन्यो छ भने त्यसले मात्दैन नि त त्यसले त्यो पानी नै हो आखिर त्यो त्यसले मात्दैन त मात नलाग्ने त्यो पानी खायो भने केही फरक पर्दैन त्यो जाँड त्यो अब नरिवलको जस्तै रुख हुन्छ त्यसलाई अब त्यो अब जाँड बनिसकेर खायो भने मात लाग्छ त्यो हुँदैन भन्ने कुरा हो यदि अब त्यो बाहेक अरू केही पनि छैन भन्यो भने अब के हो त त्यसलाई फाल्नु भन्दा त त्यसलाई त्यो जाँड भएकोलाई चाहिँ त्यो जाँड बनिसकेकोलाई पानी त नमिसायो पानी मिसाएर पियो भने मात लाग्दैन त्यो खाए त केही फरक पर्दैन किनकि त्यसलाई मात लागेर नसा लागेन नि त त्यो नसा नलागेको कुराहरू चाहिँ आफूले पानीको रूपमा आउने कुराहरू चाहिँ कुराहरू पेय पदार्थहरू चाहिँ हामीले नसा नहुने कुरा पिउँदाखेरि केही फरक पर्दैन यो चाहिँ मिल्छ अनुमति छ भन्ने कुरा हो जस्तै कि यो चाहिँ अब नरिवलको जस्तो त्यसको जातमा आउने जुन अब यसलाई अब हारी हो एउटा के बिहारतिर पाउँछ त्यसलाई त्यो एउटा रुख हुन्छ त्यसमा एउटा भनौँ न एउटा हाँगाहरू काट्यो भने होइन त्यसको अब मेन स्रोतहरू एउटा हाँडीमा जम्मा गरेर पछि त्यो अब धेरै पुरानो भयो भने त्यो जाँडको रूपमा जान्छ नयाँ नयाँ त्यसले भने त्यसमा पानी मिसायो भने नसाहरू लाग्दैन भन्ने कुरा गर्छ यसलाई आरी भन्छ आरी भन्दो रहेछ 프랑스 창통도에 라는서 말해 창통도에 라는 현상 교제를 마도 베게 뉴티블레지 다 बे फाना छ अब यो चाहिँ के हो त यो चाहिँ उनीहरूले जहाँ रक्सी पिउनुको लागि यो के हो त राखेको हो यो अनि त्यतिकै किन राख्छ भन्ने कुरा होइन त्यस्तो होइन किन भन्दाखेरि त्यो बेला के हो त विभिन्न अब पानीको स्रोत गाह्रो हुन्थ्यो कुनै रोग हुन्थ्यो त्यो बेला रोगलाई निको पानी आउँछ मात्रै नमात्रै होइन तर के हो त त्यो सबैले अब मान्छेले बुझ्नुको लागि भविष्यमा कचङ्गोल नहोस्नुको लागि कचङ्गोल नहुनुको लागि कचङ्ग्रोहरू नहुनुको लागि अब सफा पारेको हो कुनै के हो त जाँड नभई नहुने रोगको लागि जाँड खायो भने नसा नलाने रोग नहुने त्यस्तो हुने हुँदाखेरि त्यसलाई पानी मिसेर खाएमा केही फरक पर्दैन भन्दा त अरू पनि अन्तिममा के हो त छाम्मे भेट्नु 9 नम्बरमा हो कुनै अब सीमा अब फेक नभएको लाउनु जुन ढिङ्गो भनिन्छ जुन भिक्सीहरू बस्ने सङ्गठी भनिन्छ त्यसलाई त्यो चाहिँ अब मिल्छ भन्ने कुरा हो अब यो कसरी बनाउने यसको नापतौल के छ भन्ने कुरा हो अब यो सङ्गठी भनिन्छ बिछाउने यो जति ठुलो परे पनि हुन्छ लम्बाइ चौडा जति भए पनि हुन्छ केही फरक पर्दैन त्यसमा पानी दिने अनुसार के बताउँछ यो चाहिँ के हो त पतन हुने दोष अनुसारमा अब 89 अङ्कमा आउने यो पतन हुने दोषमा लेखिएको छ के छ भन्दाखेरि यसको नापतौल कति छ भन्दाखेरि जुन पाली अनुसार यसको नापतौल लम्बाइ कति हुनुपर्छ मुनि ओछ्याउने लम्बाइ चाहिँ यसको एकदम निश्चित राखेको छ लम्बाइमा 2 हात र यसको
एउटामा एक हाल्नुपर्छ एक हात र आदि त्यसलाई यदि योभन्दा बढ्ता बनायो भने यो चाहिँ पतन हुने दोष पर्छ बनाउन मिल्दैन नि भने यसरी लम्बाइमा 2 हात र चौडाइमा एक हात हादी आडा हो एक हात हादी आदि बनाएर यसरी अनि सिलाएर अब ओछ्याउनु मिल्छ भनेको छ अब 10औं नम्बर पर्ने छ अब यो चाहिँ के हो त 10 नम्बर पर्ने चाहिँ सुन चाँदी लिनु मिल्छ भन्ने कुरा छ यसको विषय बताएको अब सुन चाँदी बिछुवाले लिनु ग्रहण गर्नु मिल्छ कि मिल्दैन भन्ने कुरा समग्र वर्गमा हेर्ने हो भने दिने अनुसार चाहिँ अब खास विनयमा चाहिँ अब भिक्षुहरूले चाहिँ सुन चाँदीहरू ग्रहण गर्न मिल्दैन धेरै पतन हुने दोष लाग्छ भनेको छ तर के हो त यो समाज पछि गएर धेरै अब परिवर्तन हुँदै गयो व्यापार व्यवसाय धेरै एकदम फैलिँदै गयो नि त धेरै ज्यादा त्यही कारणले गर्दाखेरि अब त्यो बेला के हो त अब भिक्षुहरूले पछि गएर के हो त भोजन एकदम गाह्रो हुनु पनि गर्छ नि त समस्या पर्नु पनि सक्छ दबाईको अब आवश्यक भोजनको आवश्यक कपडाको आवश्यक वस्त्रको आवश्यक पनि हुँदाखेरि कुनै व्यक्तिगत हिसाबमा सुन चाँदी पैसा दियो भने धेरै गाह्रो भएको बेलामा अब त्यो बेला सुन चाँदी दिएमा पनि के फरक पर्दैन भन्ने कुराहरूले अब अलिकति खुकुलो हिसाबले सुन चाँदीहरू चाहिँ दिए पनि लिनु मिल्छ है भन्ने कुरा हो त्यही कारण हो यो लिनु मिल्दैन भनेर रोकेर मात्रै यसमा कुनै निषेध गरेर मात्रै यसमा अब छलफल गर्न मिल्दैन समय अनुसार हामीले बुझ्नुपर्दछ यो बुझ्दैन भनेर होइन जस्तो कि अब इष्टभी र यशोले अब भनौँ न 700 जना अरहतहरू सबै भेला गरेर 7 जना 8 जना अरहतहरू सुरत राखेर सुन चाँदी लिनु मिल्दैन भनेर निर्णय त गर्नु भयो नि त तर त्यो बेलाको समय र अहिलेको फरक थियो पछि गएर झन् अहिले त भिक्षा पात्र त मिल्दैन दबाईहरू किन्नुको लागि पैसै चाहियो पैसा छैन भने त केही पनि छैन त्यही कारणले गर्दाखेरि अब समय त्यस्तो आयो नि अब यस्तो बेलामा अरूले अहिलेको आधुनिक समयमा पहिलोकै बुद्धले बताएको जस्तै कुराहरू सिधै हामीले पछि पनि सक्दैन त्यही कारणले गर्दाखेरि यसलाई खुल्ला हिसाबले अलिकति समय अनुसार चाहिँ हामीले चल्नुपर्छ भन्ने कुरा हो अब 10 वटा अब अनुमति भएका 10 आधार धर्महरू हो अब रोममा अनुमति नभएको मुख्य अब यसको निष्कर्ष के हो त भन्दाखेरि यसको निष्कर्ष बताउनु पर्दाखेरि त्यो बेलामा के हो त बुद्धबाट सङ्कलन गरेको मुख्य निष्कर्ष के हो मुख्य स्रोत भन्दाखेरि बुद्धबाट सङ्कलन गर्ने अब परिषद बस्यो होइन बुद्ध वचनको दोस्रो परिषद भनौँ न अर्थात् त्यो बेला के हो त यो 10 आधार धर्म चाहिँ अब हामीले अब ग्रहण गर्नु मिल्छ मिल्दैन स्वीकृति छ कि छैन भन्ने अब सर्वस्तिवादले अब ठिक चाहिँ भित्र बतायो इष्टवीरले अब कृति यशोदा लगायतका 7 जना यो अरहतहरूले विभिन्न प्रश्न उत्तरदेखि अब छलफल गरेर अब कसैलाई मिल्छ कसैलाई मिल्दैन भन्ने सबै कुराहरू के हो त त्यो हो त मुख्य कुरा त्यसलाई अब सफा पार्नको लागि यसरी अब मुख्य अब दोस्रो चरणको बुद्धबाट सङ्कलन गर्ने अब उनीहरूले त्यो बेलामा के गरे त भन्दाखेरि अब परिषद बस्यो जस्तै कि अब उदाहरणको लागि अलाला भन्ने कुरामा चाहिँ अब हुन्छ भने चाहिँ अब इष्टवी र अब यशोदाले चाहिँ मिल्दैन बुद्धको पालोमा रोकिएको थियो भने पछि गएर के हो त अब यो हुन्छ किन भन्दाखेरि समय अनुसार परिवर्तन भयो भन्ने कुरा आएको जस्तै कि अब पहिलो आधार धर्म के हो त अलाला भने चाहिँ के हो त यो कुनै गाउँमा जाने बेलाखेरि अब भिक्षु ढुक्दैले गर्दाखेरि यो चाहिँ अब मिल्दैन है यो चाहिँ अब दोषको पक्षमा लाग्छ यो चाहिँ के हो त पतन हुने कुरामा दोषमा लाग्यो रहेछ धेरै अब यो धेरै आफूको कुरा रहेको छ
यो दसवटा कुराहरू चाहिँ सबै अरू पक्षमा दोष भएको कुराहरूलाई सङ्कलन गर्दाखेरि यो चाहिँ सबै दोष लाग्न चाहिए भनेर यो फलानादेखि दोष भयो यो गर्नु हुँदैन फलानादेखि यस्तो भयो भन्दा यो दसवटा अनुमतिहरू नदिएको कुरा हो पछि गएर धेरै विद्वानहरूले चाहिँ यो 10 आधार धर्ममा छलफल गर्यो सुन लिनु मिल्छ कि मिल्दैन कुनै बेला अनुमोदन गर्न मिल्छ कि मिल्दैन बेलुका अब साँझ खाना खानु मिल्छ कि मिल्दैन एक सीमादेखि अर्को सीमाभित्र भएको धेरै टाढो छ भने सबै एकै ठाउँमा भेला गएर अब उपसद गर्नु नगरे हुन्छ कि हुँदैन भन्ने कुरा हो यसमा धेरै अब वाद विवाद आफ्नै सहमति कोहीमा असहमति कसैमा निषेध गर्ने कसैमा यसमा अब साथ दिने कसैमा साथको मत नदिने धेरै कुराहरू लाबा 참여 공스토바서는 나도 되게 계속 त्यही कारणले गर्दाखेरि अब उनीहरूले गर्दा गर्दै यो त्यति ठुलो कुरा होइन यो सानोतिनो दोषहरू हो त्यसलाई चाहिँ समय अनुसार अब हामीले परिवर्तन पनि गर्न मिल्छ भन्ने कुरा हो यो मुख्य अब यो ग्रहण गर्नु मिल्छ कि मिल्दैन अनुमति गर्नु मिल्छ मिल्दैन मुख्य के हो त यो मिल्दैन भने चाहिँ के हो त बिजी जुन वैशालीको बिजीमा भिक्षुहरू भएको जुन अब उनीहरूले छलफल गर्दाखेरि 10 कुरा चाहिँ अब अनुमति गर्नु मिल्दैन भन्ने अब यसरी उहाँले बताउनु भयो अब नितिन स्थगिर यास्या भन्छ उहाँलाई अब कृति यशोदा उहाँले चाहिँ के त 10 वटा यो आधार धर्ममा चाहिँ अब अनुमति मिल्दैन अनुमति नभएको धर्म अनि यो चाहिँ अब हामीले अनुमति हुँदैन यसमा सहमति गर्नु हुँदैन 700 जना आराधना बोलाएर भेला गरेर सहर गरेर 700 जना मुख्य त्यो एकै 7 जना 100 जना भित्रको एकजनालाई मुख्यलाई अब स्रोत राखेर शिर राखेर हैन यसरी अब उहाँले छलफल गर्नुभयो यो चाहिँ अनुमति नभएको 10 आधार धर्म हो भनेर उहाँले अब वैशाली मुख्य भिक्षुहरूले यसरी बताउनु भयो 참여하겠다 지미요 소리제다 중국 말에 타제 अनि पछि गएर के भन्दा चाहिँ हामीले चाहिँ अनुमति यसमा असहमति हुँदैन अनुमति छैन भनेर यसरी अब वैशालीको भिक्षुहरूले अब यसलाई निश्चय गरे चुम्ब गर्यो निभो गर्यो अनि यो चाहिँ एकजना मात्र नभएर 700 जनालाई के हो त यसमा निर्णय लियो हैन निर्णय दिनुभयो यो चाहिँ हो हामीले अनुमति दिनु हुँदैन भनेर यसरी अब यो मुख्य विशेष गरी स्थवीर कृति अशोक यशोदा लगायत 700 जना अरूहरूले चाहिँ अब निर्णय गरेको छ हो यो चाहिँ के हो त भन्दाखेरि दोस्रो बुद्ध वचनको सङ्कलनको परिषद बस्नेतको मुख्य निष्कर्ष चाहिँ के हो त हो 700 जना भिक्षुहरूले चाहिँ 700 जना अरहहरूले चाहिँ यो 10 आधार धर्म अनुमति छैन भन्ने कुरामा चाहिँ उहाँहरूले निर्णय लिनुभयो यो मुख्य बुद्ध वचन दोस्रो चरणमा सङ्कलन गर्नुको परिषद मुख्य तर पनि के हो त महासङ्घिकाको विनय अनुसार चाहिँ यो कुरा चाहिँ के हो त अब यो कुरा चाहिँ 쳤다고서는 표신되면 뒤에 나올래야 시주 걸이야 그도 니버샤디 시주 걸이야 시주단 잡아야베 거지 यो चाहिँ मास सर्वसेवा अर्थात मास सर्वसेवाको विनय भाव अरूमा बताएको छैन तर यो 10 आधार धर्म चाहिँ अब महासङ्घिकाको विनयभित्र यो बताएको छैन यो कुराहरू चाहिँ हामीले चीनको अनुवाद मात्रैमा देख्न सक्छौँ त्यही कारणले अब धाक्पिछु शुद्ध धर्म र अनुमति धर्म 5 वटा बताएको छ यो एउटै यस्तो लाग्छ त्यही कारणले यसमा अनुमति नभएको 10 आधार धर्म भन्ने बताएको छैन यसमा जुन अब यो कसले भन्दाखेरि महासङ्घको विनय अनुसार चाहिँ अब 10 आधार धर्म अब अनुमति छ भने चाहिँ कसले बतायो भन्दाखेरि यो स्थवीर र यशोदाहरूले बताएको हो अब अनुमति छैन भने चाहिँ अब उहाँहरूले पनि बताएको हुँदाखेरि अब यो चाहिँ के हो अनुमति भएको धर्म चाहिँ अब यो 10 र 10 5 शुद्ध धर्म र 5 अनुमति भएको धर्मदेखि सम्बन्ध भएको कुरा हुँदाखेरि यो चाहिँ अब महासङ्घका विनय अनुसार चाहिँ उहाँहरूले चाहिँ अब 10 आधार धर्म अनुमति नभएको बताउँछ
शुद्ध 5 शुद्ध धर्म र अनुमति भएको 5 धर्म भन्नु पर्यो हो दिवा तदा यही नाल यो देवती नाल या अनि सुचिदन जब यो कस्तो हो त्यही कारणले यो चाहिँ अब इष्टाभिर जुन बिजीको भिक्षुहरूले बताउने भए यो महासङ्घिक निकाय अनुसार चाहिँ यो 10 वटा अनुमति भएको धर्म चाहिँ अब यो के हो त भन्दाखेरि जुन अब महासङ्घिक के एउटा मिलेको छ किन पुगेछ भन्दाखेरि चाहे यो सर्वशिव किन नहोस् सर्वशिव किन नहोस् चाहे महासङ्घिकको निकाय किन नहोस् सुन चाँदी लिनु मिल्दैन अरू चाहिँ के हो त अनुमति नभएको अनुमति हुन्छ किन मिल्दैन समय अनुसार जानुपर्छ त्यो चाहिँ मिल्दैन तर एउटा चाहिँ मिल्दैन सुन चाँदी लिनु मिल्दैन समाजमा जति निकायको एउटै स्वरूप एउटै मत रहेको दोस्रो चरणको बुद्ध वचन सङ्कलन गर्ने चाहिँ अब मुख्य निष्कर्ष यो 10 आधार धर्म चाहिँ अनुमति हुँदैन भन्ने कुरामा त्यहाँदेखि छुट्याएको हो त्यहाँ त्यो छुट्याउँदाखेरि त्यसलाई अब शुद्ध पार्नुको लागि 700 जना आराधकहरू भेला गरेर यसरी कृति यशोदाले यो राखेको नि त कुरा त्यही कारणले गर्दाखेरि पहिलाको जस्तो हुँदैन यसले चाहिँ अलिकति हामीले फराकिलो ठुलो एकदम सजिलो हिसाबले चल्नुपर्छ वैशालीमा हुने भिक्षुहरूले अलिकति फराकिलो एकदम पूजावालो हिसाबले जुन पूर्व दिशामा बस्ने भिक्षुहरूले अलिकति ठुलो हिसाबले हेर्नुपर्ने यसरी अब मिल्छ भनेर आउँथ्यो तर पनि के हो त भारतको पश्चिम दिशा है पश्चिम दिशा अर्थात् जुन चाहिँ अब दिल्ली भनौँ न मथुरा त्यहाँ बस्ने जुन भिक्षुहरूलाई चाहिँ हुँदैन यसलाई चाहिँ बुद्धले पहिला जस्तो बताउनु भएको थियो बुद्धले हुन्छ भनेको हामीले हुन्छ भन्नुपर्छ हुँदैन भने हुँदैन नै भन्नुपर्छ अनि जस्तो समय आए पनि हामीले कुनै पनि यसलाई परिवर्तन गर्नु हुँदैन कठोर विचार अनुसारकोहरूले चाहिँ अब सहमति नजनाइसकेपछि त्यसमा 2 भाग छुटिनु पुगेको हो त्यही 2 भाग छुटिँदाखेरि अब बुद्ध वचनको अब एकदम त्यो भित्र अब शुद्ध कुन चाहिँ हो भनेर अब यसलाई छलफल गर्नुको लागि दोस्रो चरणको बुद्ध वचन सङ्कलनको परिषद बैठक बसेको थियो भन्ने कुरा यहाँदेखि हामीले बुझ्न सक्छौँ आज म यतिमै यसलाई विश्राम गर्न चाहन्छु अब धेरै बताउनु पर्दैन तपाईँ सायद बुझ्नु भइसक्यो होला आजको लागि यति नै भवतु सर्वमङ्गलम प्रसिद्ध